सम्पूर्णमा नमस्कार, म केशव रामसाकी। यहाँ दिदीको भिडियो पुरा हेरेर जानु होला। एकैछिन सबैजनाले पुरा भिडियो हेरौँ। सबैको मन रुन्छ होला यहाँ दिदीको कुरा सुन्दा। तपाईलाई यो भिडियो कस्तो लाग्यो? राम्रो लागेमा लाइक, कमेन्ट र शेयर। मेरो बुढा दुबईको अबिर भन्ने जेलमा हुनुहुन्छ। घरबाट गएको 15 दिन नपुग्दै जेल परिराख्नु भयो। ए भगवान्, हजुरहरूले केही सहयोग केही गर्नुहुन्थ्यो कि? मेरा 2टा बाबु छन्। घरको हालत यस्तै छ। बुढा ससुरबा हुनुहुन्छ, बुढी सासूआमा हुनुहुन्छ। घरको हालत, मेरो यो घरको स्थिति यस्तै छ। हजुरहरूले केही सहयोग गर्नुहुन्थ्यो होला कि? मेरो भिडियोहरू सबैजनाले हेरिदिनु होला। हे भगवान्, 2 वर्ष भयो मेरो बुढा कहाँ जानुभयो होला। फोन पनि गर्नुहुन्न। 2-3 हप्ताको 2-3 महिनाको गर्नुहुन्छ। दुबईको त्यो अबिर भन्ने जेलमा हुनुहुन्छ। हजुरहरूले केही सकेसम्म सहयोग केही गर्नुहुन्थ्यो कि? मेरो 2टा बच्चा छन्, सानो छन्। मेरो बुढा जेल परेको अहिले 2.5 वर्षसम्म भइसक्यो। हजुरहरूले केही न केही परासारो गरिदिनु होला कि भन्ने म हजुरहरूले मेरो भिडियोहरू सबैजनाले हेरिदिनु होला है।